तपाईँहरूको अगाडि सबको अगाडि भन्छु अदालतले के भन्यो भनेर म यहाँ बसेको छु भन्ने कुरा म तपाईँलाई स्पष्ट भन्छु 12 गते म एमालेको आन्दोलन थियो त्यसपछि मात्रै तपाईँले फाइल पाउनुहुन्छ सिधा आन्सर मलाई यस्तो दियो त्यसपछि मलाई डर लाग्यो कि 12 गतेपछि उनीहरूले सट्टा पल्टाइहाले भने अथवा यिनीहरूले हामीलाई मारिहाल्यो भने त मेरो न्याय बोलिदिने मान्छे हुँदैन सडकले त बोल्छु नि म मरेर गएँ नि भनेर बसेको सिधै भने कि 12 गतिको आन्दोलन कुर्दिनुहोस् न अरे कि म फाइल माग्दा जाँदा त्यस्तो भन्ने हो अदालतले अदालत चाहिँ सफा गर्नु होला अदालतले गर्दा तपाईँहरूलाई सबैले हेरिरहेको छन् कि तपाईँहरू टेन्सन नलिने क्या अहिले जे गरेर पनि पहिला जब चुनावले मूल्याङ्कन गरे नि जनताले सबै हेरिरहेको छन् कि त्यो भएर हामीले पनि आएको सुन्ने जनताको भरोसा चाहिँ तपाईँले कदापि मर्न नदिनु तपाईँको हातमा मेरो बच्चाहरू चित्रो गएको छ तपाईँले बचाउनु भएको छ 76 जनाको जिम्मा तपाईँले लिनु भएको छ प्लिज तपाईँलाई सबैले भरोसा गरेका छन् हामी